नवदिशा प्रमुख 10 समाचार। पूर्व पश्चिम राजमार्गमा बस दुर्घटना। काठमाडौँबाट विराटनगर जाँदै गरेको गाडी पल्ट्यो, चालक सहित 17 जना घाइते। एसई को नतिजा सार्वजनिकको तयारी पूरा, एसएमएस र वेबसाइट मार्फत हेर्न सकिने। कोशी टापुमा जंगली अर्नाको अस्तित्व सङ्कटमा, खुला चौपायाबाट मौलिक जीन हराउने खतरा। बलात्कार र बाल हिंसा सम्बन्धी कानुन कडा बनाइदै संशोधन विधेयक संसदमा लैजाने तयारी। सरकारद्वारा सरसफाई सप्ताह 2083 घोषणा। वैशाख 28 देखि देशभर अभियान सञ्चालन हुने। मधेसमा काङ्ग्रेसको नेतृत्वको सरकारलाई निरन्तरता दिने 4 दलको निर्णय। मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय। बोलपत्र प्रणाली ह्याक प्रकरणमा निर्माण व्यवसायी विक्रम पाण्डे सहित 22 जना विरुद्ध मुद्दा दायर। रवि लामिछानेले रासोपा सांसदहरूलाई प्रशिक्षण दिँदै भने, इतिहासकै सजिलो क्रान्तिबाट आयौं, परिणाम नदिए नालायक ठहरिन्छौं। तमिलनाडुमा ऐतिहासिक परिवर्तन। सी जोसेफ विजय थलापति मुख्यमन्त्री। 6 दशकको द्रविड शासन समाप्त। धरानमा पहिलो पटक प्याराग्लाइडिङ प्रिमियर लिग सुरु। साहसी पर्यटन प्रवर्तनमा टेवा पुग्ने अपेक्षा। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।